सिरियलको यो भाग 277 एकदमै भावुक छ र यसमा परिवार र सम्बन्धहरूलाई गहिरो रूपमा देखाइएको छ। एपिसोडको सुरुवातमा भूपेन्द्रले अघिल्लो भागमा गरेको गल्तीको लागि भुन्टीसँग माफी माग्छ। उसले आफ्नो अनुहारमा गहिरो पश्चाताप देखाउँछ र विगतका कुरा सुधार्न चाहन्छ। भुन्टी पनि ठूलो मन देखाउँदै उसको माफी स्वीकार्छ। यो दृश्यमा दुई बीचको पुरानो सम्बन्ध, प्रेम र पीडा दर्शकले गहिरोसँग महसुस गर्छन्। फेरि कथा भुन्टीको बहिनी भूमिकाकोतिर मोडिनेछ। भूमिका आफ्नो जीवनको संघर्षमा अगाडि बढ्न खोज्छे र उसले पारिवारिक कुरामा कस्तो भूमिका खेल्दैछ भन्ने कुराले दर्शकको चासो बढाउँछ। यो भागमा भूमिकाको व्यक्तिगत यात्रा र उसको परिवारसँगको अनुबन्धन पनि प्रस्तुत गरिन्छ, जसले उनको चरित्रको बहुआयामी पक्षलाई उजागर गर्छ। उसको निर्णय र करोडको कारण एपिसोडमा थप उत्तेजना पनि देखिन्छ। एपिसोडको सबैभन्दा भावुक क्षण चाहिँ भुन्टीको आमाको मृत्यु हो। यो घटना सबैलाई स्तब्ध पार्ने खालको हुन्छ। भुन्टी आमाको मृत्युलाई सहन सक्दिन र त्यो क्षण निकै नै भावुक छ। परिवारको बिछोड र आमाप्रतिको मायाले पुरै दृश्यलाई संवेदनशील बनाउँछ। आमाको अन्तिम क्षणहरू र उनको परिवारप्रतिको त्यागलाई विशेष रूपमा देखाइएको छ, जसले दर्शकको आँखामा आँसु ल्याउँछ। यो घटनाले भुन्टीको जीवनमा गहिरो असर पार्छ र उसको भविष्यको मार्गलाई पनि प्रभावित गर्छ। अन्त्यमा भुन्टी अब जीवनको अर्को अध्यायतिर अगाडि बढ्ने संकेत दिन्छ। भूपेन्द्रसँगको सम्बन्ध फेरि पट्टमा आउन थालेको देखिन्छ, तर आमाको मृत्युले उसको मनभित्र गहिरो असर छोडेको हुन्छ। यो एपिसोडले सम्बन्धको जटिलता, दुःख र आशाको मिश्रित अनुभूति प्रदान गर्छ। भुन्टीको भविष्यको यात्रा कस्तो होला भन्ने प्रश्न उठाउँछ र दर्शकलाई अघिल्लो भागको लागि उत्साहित बनाउँछ।